पिआर लिने त्यहीँ बस्ने अवस्था छ। तर कस्तो दुःखद अवस्था कि नेपाली नेपालमा जन्मेर काम गर्नको लागि कर्मभूमि चाहिँ अर्को देश बनाउनु पर्ने, आफ्नो परिवारलाई चाहिँ त्यागेर काम गर्नको लागि कर्मभूमि चाहिँ अर्को देश बनाउनु पर्ने यत्रो ज्यान गयो। 76जना मऱ्यो। मेरो देशको सिंहदरबार चल्यो, सर्वोच्च न्यायालय चल्यो। यो के का लागि? यो खालि निर्वाचनको लागि मात्र हो त होइन नि। यो त एकदम सहज कुरा हो। र निकास कसरी पाउँछ भन्नुहुन्छ भने एकचोटि चाहिँ सर्वपक्षीय वार्ता गरौँ, देशका चाहिँ ठुला स्टेक होल्डर्ससँग वार्ता गरौँ। वार्ताबाट केही न केही निष्कर्ष निस्किन्छ र त्यो निष्कर्ष निस्केपछि चाहिँ एउटा तपाईँको चाहिँ एउटा सर्वपक्षीय सरकार गठन गरेर सर्वपक्षीय प्रतिनिधि सभा गठन गरेर जनताका छोराछोरी माओवादी काल जस्तै सडक सांसद भएर प्रतिनिधि सभामा गएर संविधान संशोधन गरेर अनि चाहिँ निर्वाचन गरौँ न। निर्वाचन मात्रै गरायो भने त त्यो मुख फेरिएर के भयो? त्यही पनि अहिलेका नयाँ शक्तिहरूको प्रवृत्ति पनि हामीले देख्न थालिसक्यौँ। उनीहरूले त्यही समानुपातिको चाहिँ मिसयुजको परम्परालाई चाहिँ कन्टिन्यू गरिरहेको छ, नगरेका होइन भनेपछि खासै आश गर्ने एउटा ठाउँ छैन। र अर्को भनेको नयाँ शक्तिले चाहिँ बहुमत ल्याउलान् भन्ने चाहिँ एउटा न्यून सम्भावना भएको कुरा हो, जुनको लैलैमा लागेर चाहिँ हामी सब कुरा यो आन्दोलन र देशभरिको बिर्सेर चाहिँ निर्वाचनको रट लगाइरहेको छ, जुनले चाहिँ निकास ग्यारेन्टी गर्दैन। तर अहिले निकास ग्यारेन्टी केले गर्छ भन्दाखेरि सर्वपक्षीय सरकार गठन गरेर सर्वसहमतिमा अनि अन्तरिम पार्लियामेन्ट, अन्तरिम प्रतिनिधि सभा बनाएर त्यसपछि चाहिँ संविधान संशोधन गरेर चाहिँ अगाडि जाउँ। अमृतजी के भन्नु छ तपाईँले? मैले कमेन्टहरू हेरेँ, पहिला किन बोलेन अहिले किन बोलिरहेछ भनेर भने त्यसको चिन्ताले गर्ने चाहिँ हक सबैलाई हुन्छ। अहिले पहिला हामी नबोल्नुको मेन कारण भनेको कसैले गर्दैछ भनेपछि किन टाङ अडाउनु भन्ने हो। तर उनीहरूले कस्तो गर्यो भन्ने कुरा देखिरहँदाखेरि यो चुप लाएर बस्न सक्ने अवस्था छैन। त्यही भएर हामीहरू सडकमा छौँ, साथ समर्थन दिन चाहनुहुन्छ र देशलाई अगाडि बढाउन चाहनुहुन्छ र देशमा शान्ति सुरक्षा सुव्यवस्था लागू गर्न चाहनुहुन्छ र देशलाई माया गर्नुहुन्छ भने हजुरहरू पनि आउन आवश्यक छ। किनभने यो निर्वाचनले कुनै पनि हालतमा निकास दिन सक्नेवाला छैन। यो निर्वाचन भयो र यथास्थितिमा निर्वाचन भयो भने देश झन् ठुलो सङ्कटमा पर्न सक्ने अवस्था देखेको कारणले गर्दा नै हामी यो सङ्कटलाई रोक्नुपर्छ भनेर शान्तिपूर्ण रूपले सडकमा विरोध गर्दै आइरहेका छौँ र त्यसैको नतिजा हामी आज यता देख्न सक्नुहुन्छ। हाम्रो साथीहरूले धेरै क्याम्पसँग लगाएर बस्नुभएको छ। निरन्तर सडकमा हुनुहुन्छ तपाईँहरू, निरन्तर त्यसरी निकास निस्किन्छ त? आवाज सुन्नुपर्छ, सरकारले आवाज सुनेको छ या तपाईँ सडकमा कहिलेसम्म? जबसम्म सरकारले आवाज सुन्दैन। हाम्रो राष्ट्रपति विशेष गरेर हामी यो सरकारसँग कुनै आशा छैन, यो सरकारले गर्न सक्ने केही पनि होइन, यो कुरामा हामी विश्वस्त छौँ। विशेष गरी राष्ट्रपतिसम्म यो आवाज पुगोस् र सर्वपक्षीय वार्ता गरेर सर्वपक्षीय सरकार गठन गरौँ र देशलाई निकास दिने एउटा यस्तो मार्ग खोजौँ जहाँ स्टेबल गभर्मेन्ट होस्, अर्थात् 5 वर्षसम्मको लागि एउटै व्यक्तिले शासन गरोस् र अर्को 5 वर्ष त्यो व्यक्तिलाई हामीले चुन्न पाऊँ या अर्को 5 वर्षपछि त्यो व्यक्तिलाई हामीले फाल्न पाऊँ। त्यो किसिमको स्थिर शासन भयो भनेपछि देश धेरै अगाडि बढ्नेछ। किनभने तपाईँले 2072देखि अहिलेकै समयमा हेर्यो भने 7 चोटि प्रधानमन्त्री फेरिएका छन्। अनि यसरी प्रधानमन्त्री फेरिँदा नीति नियमहरू राम्रो बन्न सक्दैन, शिक्षा एजुकेसनहरू राम्रो बन्न सक्दैन। अनि दलहरू त सरकारको चुनावको तयारीमा छ नि। दलहरू चुनावको तयारी उनीहरू चुनावको तयारी गर्नु लोकतान्त्रिक पद्धतिलाई मानिसकेपछि गर्नु स्वाभाविक हो। यो कुरालाई कुनै पनि नकारात्मक तरिकाले लिनु हुँदैन। तर यो गरिरहँदाखेरि के साँच्चीकै यो बाटो सही हो या यही बाटोबाट सरकार जानुपर्छ या सर्वपक्षीय वार्ता गरेर सर्वसहमति अनुसार जाने भन्ने कुरा आउँछ। अब हाम्रो धेरै यथास्थितिमा चुनाव हुने अवस्था देखिन्छ कि देखिँदैन? यथास्थितिमा चुनाव हुने अवस्था देखिँदैन। आन्तरिक कुरा हेर्दाखेरि एक हिसाबले सरकारले पुस गरिरहेको छ, तर हाम्रो चाहिँ एफर्टले पनि हामीले लगाएको चाहिँ यो एनर्जीले पनि हामीले लगाएको चाहिँ तपाईँको यो एनर्जीको कारणले पनि सायद थोरै चाहिँ सरकार डगमगाउला निर्वाचन गर्नको। निर्वाचन निकास होइन, निर्वाचन केवल निर्वाचन सल्युसन निर्वाचनले दिँदैन। पात्र गलत पऱ्यो भने के गर्ने, पात्रले धोका दियो भने के गर्ने, सिस्टम अहिले फेरौँ, निकास अहिले दिउँ। नत्र भने यस्तो दुःखद अवस्था छ कि मैले बारम्बार भनिरहेको हुन्छु है। त्यो भनेको चाहिँ तपाईँको हामी सबै युवा विदेशिनु पर्ने अवस्था छ।
व्यापारीले व्यापार गर्न गाह्रो छ, सबै उपभोक्ता विदेशमा उडेर गइसकेपछि बेच्ने कसलाई? उपभोक्ताको कमी छ, परिवार छुट्टिनु परेको छ, चाहँदा नचाहँदै चाहिँ चर्को गर्मीमा चाहिँ खाडीमा गएर कहिले काम गर्नु परेको छ भने बेटर लाइफको लागि चाहिँ एउटा फर्स्ट वर्ल्ड कन्ट्री वेस्टर्न पश्चिमी मुलुक गएर चाहिँ अब ल त्यहीँ पिआर लिने, त्यहीँ बस्ने भन्ने अवस्था छ। यो कस्तो दुःखद अवस्था कि नेपाली नेपालमा जन्मेर काम गर्नको लागि कर्मभूमि चाहिँ अर्को देश बनाउनु पर्ने, आफ्नो परिवारलाई चाहिँ त्याग गर्नु, यो कदापि पनि एक्सेप्टेबल कुरा होइन, यो मान्ने कुरा होइन, हुनुपर्ने होइन। तर हामी बाध्य भएको छौँ यो कुरा मान्नलाई। किन भन्दाखेरि हाम्रोमा सिस्टमेटिक फ्ल छ, हाम्रो पद्धति नै गलत छ, हाम्रो संविधानले हामीलाई धेरै अप्ठ्यारो पारेका छ। यो अप्ठ्यारा भएका 4-5 वटा बुदाहरू चाहिँ यसलाई ठिक पार्नु। 5 वर्ष स्थिर सरकार ल्यायो भने अब तपाईँको हाम्रो इकोनोमी इम्प्रुभ हुन्छ होइन, त्यसबाहेक चाहिँ एजुकेसन, हेल्थ केयर यी सबै कुराहरू त सुध्रिँदै जान्छ नि त स्थिर सरकार भयो भने। तर 8 महिनामै सरकार फेरिने, 12 महिनामै फेरिने, 14 महिनामै फेरिने भयो भने त कसैले कामै गर्न पाउँदैन नि। प्रधानमन्त्री भनौँ न, अब कोही इम्प्लोइ हामीले राख्यौँ भने उसको चाहिँ 15 दिन चाहिँ हनीमुन पिरियड भन्छ कि, उसले चाहिँ अब कसरी चलाउने, कसरी काम गर्ने सिक्नलाई 15 दिन दिनुपर्छ भने देश चलाउने कुरालाई त स्टार्टरलाई कम्तीमा पनि 3 महिनाको हनीमुन पिरियड हुन्छ कि। अनि त्यो हनीमुन पिरियड नै नभइकन अनि 3 महिनामा फेरि अनि सरकार फेरिएपछि त चाहिँ यो पद्धतिले चाहिँ निकास दिन्छ त हामीलाई होइन। बालनजी रविजीले चाहिँ जुन तरिकाको चाहिँ निर्वाचनपट्टि यो मोमेन्टम भत्काउनु भएको छ, आत्मसात छातीमा हात राखेर भन्न सक्नुहुन्छ यो निर्वाचन प्रणालीले अथवा यो संविधानले चाहिँ देशमा विकास ल्याउन दिन्छ, कसैलाई सांसद बनाउनलाई अथवा कसैलाई प्रधानमन्त्री बनाउनलाई चाहिँ यो क्रान्ति भएको होइन नि त। यो जेनजीको मात्र आन्दोलन होइन, खासमा यो जनविद्रोह हो। 24 गते त सबै नेपाली आएका हुन् त होइन, जेनजी मात्र थिएनन्। यो जनविद्रोहको चाहिँ बेइज्जत भयो, एउटा सेफ ल्यान्डिङ भएन, यसमा कमी कमजोरी आफ्नै ठाउँमा थियो। र अब पनि अब दोस्रो मौका हुँदाखेरि सर्वसहमतिमा हामीले संविधान संशोधन गरेर गएनौँ भने यो ठुलो चाहिँ भनौँ न भोलि मन दुखाउने, चित्त दुखाउने बाटो हुन्छ है। अब म आफै पर्सनली यहाँ धेरै साथीहरू हुन्छ, तर अब मैले भनिराख्दाखेरि चाहिँ मेरो ढुङ्गानाले चाहिँ फर्केर पनि मैले चाहिँ गलत बाटो चाहिँ समातेँ भनेर चाहिँ भन्नु नपरोस्, सायद भन्नु पर्दैन होला। हिस्ट्रीले, इतिहासले मूल्याङ्कन गर्छ, हामी सही कुरामा हुँदैछौँ। सुनिलजी, सुशील दाई, हाम्रो साथीहरू सबैजना, जगतजी, हामी सही बाटोमा उभिएका हौँ। र यो हाम्रो चाहिँ फाइनल अल्टिमेट क्लाइम्याक्स चाहिँ कार्यक्रम हुन्छ होइन। अब यो कार्यक्रम डेभलप भइरहेको छ, हामी एकचोटि चाहिँ हान्छौँ, एकचोटि चाहिँ आफ्नो बेस्ट दिन्छौँ, अहिलेसम्म दिनै रहेको हो। तर यो विषयमा त सरकारले ध्यान दिएको देखिँदैन नि। सरकारको ध्यान केन्द्रित गर्न नै हामी यो चाहिँ विरोध कार्यक्रम चाहिँ स्टार्ट गरिरहेको छ। र ध्यान दिनुपर्छ उहाँहरूले बिस्तारै, नत्र ध्यान दिन हामी बाध्य पार्छौँ। समय निकै कम छ। हामीलाई सरकारले भन्दा नि नेपाली जनताले धेरै ध्यान दिनु पर्यो भन्ने चाहिँ हो, चाहना हो। आशय यहाँनिर चाहिँ बस्नुको आशय चाहिँ त्यो हो जस्तो लाग्छ मलाई, कि कसो मिराज? एकदम नेपाली जनता भनौँ न बुझ्ने पनि हुनुहुन्छ, कोही नबुझ्ने पनि हुनुहुन्छ। तर थोरै चाहिँ पोलिटिकली लिटरेट भएर, राजनीतिक ज्ञान चाहिँ थोरै डेभलप गरेर अथवा थोरै बुझ्न खोजेर हेर्नुभयो भने अहिलेसम्म भनौँ न 79 को निर्वाचनले के निकास दियो, 74 को निर्वाचनले चाहिँ के निकास दियो त। अनि चाहिँ यो चाहिँ कसरी फरक हुन्छ? आखिरमा सिस्टम त त्यही छ, आउने त ती पुराना मान्छे हुन्। र अहिले पनि नयाँ शक्तिले चाहिँ यस्तो भनौँ न ठुलो यो नचाहिँदो कन्फिडेन्स देखाउँदाखेरि लास्टमा चाहिँ तपाईँको ओलीको एमाले र देउवाको कङ्ग्रेस चाहिँ फर्स्ट र सेकेन्ड पार्टी भएर आइदियो भने के गर्नुहुन्छ? सम्भावना छैन, नभएको हो गफ हामी। त्यो कन्स्टिट्युसन त रकै छ होइन, कन्स्टिट्युसन त्यही सिस्टम छ, त्यही निर्वाचन प्रणाली छ, त्यो हुने त म्याक्स सम्भावना छ। अनि तैपनि हामी निर्वाचनको रट खान्छौँ। जुन बङ्गलादेश हुन्छ भन्ने कुरा गर्नुभयो, बङ्गलादेश हुँदैन देश, संविधान छ, राष्ट्रपति छ। बङ्गलादेश कसरी हुन्छ? त्यसको संविधान च्यातियो, राष्ट्रपति रहेन। त्यो भएर पो बङ्गलादेश जुन आजको अवस्थामा छ त्यो अवस्थामा भएको हो। तर अहिले हामी बङ्गलादेश हुने त कुनै सम्भावनै छैन। त्यही भएर सबै पक्षलाई समेटेर एउटा अन्तर्क्रिया गरौँ, विकास निस्केला कि त निस्किहाल्छ नि। बसेर मच्योर मान्छे टेबलमा बस्यो भने त केही न केही निष्कर्ष त निस्किन्छ। सायद निर्वाचनले दिने भन्दा त्यो थोरै पनि राम्रो भयो भने त वाइ नट गो द्याट वे, वाइ नट युज द्याट रुट। निकास दिन्छ,
विदेशिनु परेन युवा निरज ढुङ्गानाले चाहिँ आफ्नै देशमा बसेर आफ्नै देशमा व्यापार गरेर आफ्नै देशमा चाहिँ दसैँ तिहार सब मनाएर आफ्नै परिवारसँग चाहिँ हुर्केर यही देशमा चाहिँ प्राण त्याग गर्न पाओस् न तपाईँहरूले पनि पाउनुहोस् न आफ्नो साथीबाट छुट्टेर परिवारबाट छुट्टेर विदेशै जानुपर्ने यो विडम्बना नेपालीहरूको यो त ठिक भएन नि यही त कन्स्टिट्युसनले बनायो हामीलाई यस्तो यही कन्स्टिट्युसनले बनाएको हामीलाई यस्तो हामी कोही भन्दा कम भएर जन्म्यो हो र होइन हामी किन अरूको देशमा चाहिँ दोस्रो दर्जाको नागरिक भएर चाहिँ काम गर्नुपर्ने विडम्बना त यो संविधानले ल्याएको हो संविधान एन्टायरली खतम पनि भन्दिनँ म र केही 4-5 वटा बुँदा फेरिदिउँ